बुद्ध क्षेत्र गफले बन्दैन, बडो डेडिकेसन चाहिन्छ। एकजना मान्छे पैसाले पनि बन्दैन। डेडिकेसन छ भने पैसा पनि आइपुग्छ, मान्छे पनि आइपुग्छ, जग्गा पनि मिल्छ। डेडिकेटेड मान्छे चाहिए, समर्पित व्यक्ति जसलाई यसको लागि पीडा छ, एउटा प्यास छ। ओशोको मिडियम बनिदिन्छ, अस्तित्वको मिडियम बनिदिन्छ र एकजना मान्छे भए पुग्छ हामीलाई। एक सहरमा धेरै मान्छेले कुरा मात्रै गर्छ, काम गर्दैन, खोट निकाल्छ, गफ गर्छ, काम गर्ने मान्छे थोरै हुन्छन्। मेरो अनुभवमा जुन सहरमा मैले एकजना मान्छे भेटाएको छु त्यहाँ ओशोको काम भएको छ। वान इज मोर देन इनफ। एकजना चाहिँ समर्पित व्यक्ति चाहिन्छ। एकजना समर्पित भयो भने छोटो छोटो सानो सानो बुद्ध फिल्ड ओशो चाहनुहुन्थ्यो, चेन अफ बुद्ध फिल्ड इन द वर्ल्ड, होइन? सानो, त्यसले गर्दाखेरि विश्व शान्ति होस्, नत्र थर्ड वार्ड हुन्छ, नत्र अनेक प्रकारका हिंसा जस्तो भइरहेछ। मास किलिङ, इनोसेन्ट मान्छेहरूको मास किलिङ, सुसाइड रेट कति बढेको छ अहिले, रेकर्डै छैन। 2021 को रेकर्डै छैन, धेरै बढेको छ। मानसिक सन्ताप कति बढेको छ, विश्वमै बढेको छ, तर विकसित देशमा अझ बढी बढेको छ। त्यसकाले बुद्धक्षेत्र बनाउने प्रयास गरौँ। त्यसको लागि एक सहरमा एउटा डेडिकेटेड मान्छे, धेरै पैसा पनि आइपुग्छ, जग्गा पनि मिल्छ, मान्छे पाइँदैन कि, मान्छे पाउनु गाह्रो छ, कफाडीहरू धेरै आउँछन्। त डेडिकेटेड मान्छे जहाँ एकजना छ त्यहाँ कसैले रोक्नै सक्दैन। एकजना समर्पित व्यक्ति छ भने त्यहाँ सानो बुद्ध क्षेत्र बनिहाल्छ। त्यस्तो डेडिकेटेड मान्छे बनाऊ, खोजौँ, प्रेरणा दिउँ, ध्यान गराउँ। यहाँ नेपालमा यस्तो गरिब देशमा यत्रो कम्युनहरू चलिरहेका छ। यस्तो कहीँ पनि यति ध्यान जति नेपालमा भइरहेछ ओशोको कहीँ पनि विश्वमा भइरहेका छैन। गरिब देशमा, यति समस्याले घेरेको देशमा पनि हरेक वर्ष केही नयाँ सेन्टर खोल्छ। हरेक महिनामा 4 चोटि 5 चोटि, कहिलेकाहीँ त त्योभन्दा बढी सन्यास दीक्षा भइरहेछ। कुनै महिना यस्तो छैन जहाँ दीक्षा हुँदैन। महिना हरेक साता दीक्षा भइरहेछ। किनभने यहाँ केही व्यक्ति समर्पित छन्। यस्तै समर्पित व्यक्ति हामीले बनाउनु पर्छ। एकजना समर्पित छ भने यो उसको सानिध्यले पनि अर्को व्यक्तिमा त्यागको, समर्पणको भाव आउँछ। हामी ठिक ढङ्गले यदि ओशोलाई विश्वास गर्छौँ र उहाँप्रति समर्पित छ भने हाम्रो नजिक जुन आउँछ उसलाई पनि समर्पण